ओम श्री गणेशाय नमः। नमस्कार बुवा आमा दिदीबहिनी दाजुभाइ यहाँहरू सम्पूर्णलाई म मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। आज म राशिफल बताउँदै जाँदाखेरिमा वार्षिक राशिफल 2082 सालमा कन्या राशि भएका व्यक्तिहरूका लागि कर्म क्षेत्र, जागिर क्षेत्र, आर्थिक स्थिति, परिवार, शिक्षा, रोजगार, स्वास्थ्य, राजनीति क्षेत्र, कूटनीति क्षेत्र, वैदेशिक यात्रा, स्वदेश कस्तो प्रकारको रहनेछ यावत कुराहरू, प्रेम जीवन, अनेक प्रकारको जति पनि जीवनमा घट्ने घटनाहरू छन्, जीवनमा गरिने कार्यहरू छन्, जीवनमा हामीले जुन क्षेत्रतिर कार्यहरू गरिरहेका छौँ, तब हामी स्वदेशमा बसेर गरिरहेका छौँ भने, विदेशमा बसेर गरिरहेका छौँ भने, यो समग्र रूपमा 2082 सालमा कन्या राशि भएका जातकहरूका लागि छोटकरीमा महत्त्वपूर्ण कुराहरूको विषयमा मैले जानकारी दिनका लागि उपस्थित भइसकेको छु। फेरि पनि नमस्कार। मेरो युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु। यहाँहरू कहाँदेखि हेर्दै हुनुहुन्छ, कुन स्थानदेखि हेर्दै हुनुहुन्छ, कृपया कमेन्ट बक्समा गएर कमेन्ट गर्न नभुल्नुहोला र यहाँहरूको जय होस्, उन्नति होस्, प्रगति होस् भन्दै म भगवानसित प्रार्थना गर्न चाहन्छु। र यस्तै गरेर कन्या राशिको वार्षिक राशिफल भृगुको 2082 सालमा विशेष गरेर अब ढिला नगरी म सुरु गर्न गइरहेको छु। आउनुहोस् अब जानौँ सबैभन्दा पहिला कन्या राशि भएका जातकहरूको कर्म क्षेत्र र जागिर पेसाको विषयमा म कुरा गर्न गइरहेको छु। अब कर्म क्षेत्र, जागिर पेसाको कुरा गर्दाखेरिमा यो 2082 साल नयाँ वर्ष कन्या राशिका लागि तपाईका लागि मिश्रित रहनेछ भने केही नयाँ चुनौतीहरू तपाईको जीवनमा भने देखिन सक्दछन्, देखा पर्नेछन्। ग्रहको कारणले गर्दा, ग्रहको स्थितिको कारणले गर्दा, हजुरले आफै गरिरहेको कर्मको कारणले गर्दाखेरि केही नयाँ चुनौतीहरू भने अवश्य पनि देखा पर्नेछन्। विशेषतः ग्रह गोचर र विभिन्न ग्रहहरूको प्रभावले व्यक्तिगत जीवनमा भने तपाईको सकारात्मक परिवर्तन ल्याउनेछ भनेर यहाँ हाम्रो शास्त्रमा बताइएको छ र जस्ताको तस्तै मैले तपाईहरुलाई बताउँदै गइरहेको छु। कर्म क्षेत्र र यो रहेको थियो कर्म क्षेत्र र जागिरको कुरा। यस्तै गरेर अब कर्म क्षेत्र र जागिरको मात्र नभई अब मैले यहाँहरूलाई आर्थिक स्थितिको कुरा गर्न चाहन्छु। 2082 सालको आर्थिक स्थितिको कुरा गर्दाखेरिमा आर्थिक अवस्था तपाईका लागि 2080 सालमा जे जस्तो भए तापनि 2082 सालमा भने वृद्धि हुने सम्भावना देखिन्छ। नोकरी तर खर्चमा तपाईको आम्दानीमा पनि वृद्धि भए तापनि तपाईको खर्चमा पनि त्यसरी नै वृद्धि हुने देखिन्छ। यस कारणले गर्दाखेरि 2082 सालमा कन्या राशि भएका जातकहरूले नयाँ विशेष गरेर नयाँ लगानी अथवा व्यवसायहरूमा तपाईका लागि केही अवसरहरू पनि प्राप्त हुने देखिन्छ भने र व्यापार र वैदेशिक कार्यमा तपाईका लागि अत्यन्त धेरै राम्रो हुने योग पनि देखिएको छ। शेयर कारोबार पनि तपाईका लागि माल बनाउने सम्भावना देखिन्छ। 2082 सालमा शेयर कारोबार गर्नको लागि पनि कन्या राशि भएका जातकहरूका लागि अत्यन्त धेरै सकारात्मक र सुखद, अत्यन्त धेरै राम्रो रहने देखिन्छ भने र तपाईका लागि कुनै नयाँ आर्थिक योजना अघि बढाउँदाखेरिमा तपाईले सावधानी चाहिँ अवश्य पनि अगाडि बढाउनु पर्दछ भने र तपाईका लागि समग्र रूपमा आर्थिक स्थिति, कर्म क्षेत्र, जागिर अत्यन्त धेरै राम्रो रहने कुरा मैले जानकारी गराएँ र ग्रहले जस्तो बताएको थियो त्यो अनुसार मैले जानकारी गराएँ। अब यस्तै गरेर कुरा गरौँ पारिवारिक प्रेम सम्बन्धको विषयमा। अब पारिवारिक प्रेम सम्बन्धको विषयमा कुरा गर्दाखेरिमा पारिवारिक जीवन पनि तपाईका लागि 2082 साल मिश्रित रहने देखिन्छ। ग्रह गोचरको कारणले गर्दाखेरि तपाईको लागि परिवारका सदस्यहरूबाट केही सहयोगहरू प्राप्त हुने त देखिन्छ। प्रेम र विवाह सम्बन्धी कुराहरू तपाईका लागि प्रगति हुनेछ भने प्रेम सम्बन्ध स्थिर रहन सक्ने देखिन्छ। प्रेमिल यात्राहरूको योग पनि देखिन्छ। जसको विवाहित हुनुहुन्छ उहाँहरूको सम्बन्ध पनि केही सुधार भएर जानेछ भने जो अविवाहित हुनुहुन्छ उहाँहरूको विवाह हुने पनि योग ग्रहले बनाएको छ विशेष गरेर। र अब कन्या राशि भएका जातकहरूको शिक्षाको कुरा गरौँ। शिक्षाको कुरा गर्दा 2082 सालमा शिक्षाको क्षेत्रमा यस वर्ष जस्तो तपाईले चिताउनु भएको छ त्यो अनुसारको फलहरू प्राप्त हुनेछ भनेर बताइएको छ ग्रह अनुसार।
विशेष गरेर उच्च शिक्षा अथवा विशिष्ट क्षेत्रहरूमा तपाईको उन्नति र प्रगति हुने देखिन्छ भने भविष्यमा नयाँ अवसरहरू आउन सक्दछन्। र अब कुरा गरौँ स्वास्थ्यको। स्वास्थ्यको कुरा गर्दा यस वर्ष स्वास्थ्यमा भने 2082 सालमा तपाईका लागि केही चुनौतीहरू आउन सक्दछन् भने विशेष गरेर पाचन तन्त्र, मानसिक स्वास्थ्यमा गडबडी देखिन सक्दछ। उच्च रक्तचाप, मुटुका समस्याहरू सम्भावना रहेकाले नियमित चेकअप र खानपानमा भने तपाईले ध्यान दिनुपर्ने अत्यन्त धेरै आवश्यक रहन्छ। होइन भने स्वास्थ्यको कारणले गर्दा विभिन्न समस्याहरू आइपर्न सक्छन् भनेर ग्रह गोचरले देखाएको छ। अब कुरा गरौँ राजनीति। राजनीति क्षेत्रको कुरा गर्दाखेरिमा राजनीतिक दृष्टिले वर्ष तपाईका लागि फलीभूत रहनेछ। सामान्य मतभेदको सामना गर्नुपर्ने देखिन्छ। पद प्रतिष्ठामा अभिवृद्धिको योग देखिन्छ। वैशाख र भाद्र महिना तपाईको स्वास्थ्य पारिवारिकको दृष्टिले मध्यम फलदायी रहनेछ भने आषाढ महिना, माघ महिना आर्थिक दृष्टिले सुखद रहनेछन्। नयाँ प्रोजेक्टहरू र अवसरहरू भने मिल्नेछन्। पुष महिना, फागुन महिना राम्रो स्वास्थ्य र शान्तिपूर्ण वातावरण रहनेछ जसले तपाईलाई व्यक्तिगत र व्यावसायिक जीवनमा भने सन्तुलन बनाउन मद्दत पुर्याउँछ भने र ओम नमो भगवते वासुदेवाय मन्त्रको जप गर्नाले शुभ फल प्राप्त हुन्छ भने नित्य गायत्रीको जप गर्नुभयो भनेदेखि पनि तपाईका लागि अत्यन्त धेरै राम्रो रहने देखिन्छ। ग्रहको प्रतिकूल प्रभावलाई न्यून बनाउनका लागि सद्गुण र संयमको अभ्यास गर्नुहोला। स्वास्थ्य र सकारात्मक आचरण अपनाउने प्रयास गर्नुहोला। अन्य पक्ष भने 2082 सालमा कन्या राशिका लागि सुखद पक्ष देखिन्छ। स्वास्थ्यमा भने केही ठुलो समस्याहरू आउन सक्ने देखिन्छ भने त्यसको समाधानको लागि तपाईले आफूले नै शारीरिक केही कर्महरू गर्नुपर्ने हुँदछ। जस्तै योगा आसनहरू र सूर्य नमस्कारहरू र यस्तै गरेर सूर्य नमस्कारहरू, योगाहरू, शारीरिक दौडहरू नियमित रूपमा आफ्नो स्वास्थ्यको चेक गराउनु पर्ने यस्तो खालको चाहिँ देखिन्छ भने 2082 सालमा कन्या राशि भएका जातकहरूका लागि समग्र रूपमा कुरा गर्नु पर्दाखेरि कर्म क्षेत्र, जागिर, आर्थिक स्थिति, परिवार, शिक्षा, स्वास्थ्य, राजनीति, कूटनीति, स्वदेशी क्षेत्र, वैदेशिक क्षेत्र समग्र रूपमा कुरा गर्नु पर्दाखेरि अन्तिम निचोडको कुरा गर्नु पर्दाखेरि मध्यम नै रहेको छ। र तपाईले भने तपाईको यदि केही दुःखहरू कष्टहरू आउँछ जस्तो लाग्यो भने मनमा अशान्ति भएको बेलामा ओम नमो भगवते वासुदेवाय नमः भनेर भगवान परमात्मा श्री हरि वासुदेवको चरणलाई सम्झेर नमन गरेर ओम नमो भगवते वासुदेवाय नमः भनेर 108 पटकसम्म जाप गर्नुभयो भनेदेखि तपाईको जीवनमा भने अत्यन्त धेरै सुखद रहनेछ। आउनुहोस् भिडियोको अन्तिममा मैले यहाँहरूको नवग्रह शान्ति होस् भनेर म यो यहाँहरूको शान्तिको लागि यो मन्त्र पढ्न गइरहेको छु। ओम ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सतो बुधस्स गुरुश्च शुक्र शनि राहु केतव सर्वे ग्रहा शान्तिकरा भवन्तु। ओम नवग्रहाय नमो नमः। ओम सूर्यादि नवग्रह देवताभ्यो नमो नमः भनेर यहाँहरूलाई चाहिँ सुख होस् सन्देश भनेर यन्त्र पनि श्रवण गरेको छु। कमेन्टमा कुन स्थानदेखि हेर्दै हुन्छ कमेन्ट गर्न नभुल्नुहोला। यहाँहरूको उन्नति होस्, प्रगति होस्। इष्ट देवता, कुल देवता, पितृ देवताले रक्षा गरून्। जय शम्भो, हर हर महादेव, जय श्रीमन्नारायण।